आहा! कति राम्रो सुविधा सरकारले भर्खरै ल्यायो। तपाईँले पनि आफ्नो राष्ट्रिय परिचय पत्र ल्याउनु भएको छैन अथवा रिसिभ गर्नु भएको छैन भने अब चाहिँ अफिसै जानुपर्छ भन्ने छैन। हामी आफै पनि हाम्रो अनलाइन माध्यमबाट चाहिँ हामीले आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गर्न सक्छौँ। र कसरी सक्छौँ हामी अब यो भिडियो मार्फत सिक्नेछौँ। हेर्नुहोस् है, एकदमै सजिलो रहेको छ। केही पनि गर्नु पर्दैन। यहाँनिर चाहिँ हामीले एनआइडी डाउनलोड भनेर चाहिँ लेख्यौँ भने हाम्रो चाहिँ यहाँ आइहाल्छ। र सुरुमै हामीले यहाँ देख्नेछौँ दुईटा यो डिपार्टमेन्ट अफ नेसनल आइडी एन्ड सिभिल रजिस्ट्रेसन लेखेको छ। यहाँ डाउनलोड एनआइडी भनेर लेखेको छ। यहाँ जाँदा पनि हुन्छ। र यो सिटिजन पोर्टल नेपाल एप्लाई फर नेसनल आइडी चेक स्ट्याटस भनेर यहाँ जाँदा पनि हुन्छ। तर म चाहिँ यहीँबाट जान्छु, सजिलो हैन। र त्यसपछि हाम्रो यस्तो पृष्ठ खुल्नेछ। र यो यस्तो पृष्ठमा चाहिँ हामीले देख्नेछौँ यहाँ म हजुरलाई देखाउन गइरहेको छु। यहाँ हेर्नुस्, नाम लेख्ने आफ्नो नेपालीमा यो आफै लेखिन्छ। यो नेपाली फन्ट सेटै गरेको छ। त्यसपछि त्यसै गरी यहाँ हामीले चाहिँ इङ्ग्लिसमा आफ्नो नाम चाहिँ लेख्ने, फुल नेम लेख्ने। त्यसपछि चाहिँ हामीले आफ्नो नागरिकताबाट चाहिँ आफ्नो डेट अफ बर्थ हेर्ने र त्यो राख्ने। त्यसपछि चाहिँ हाम्रो यो नागरिकताको जारी मिति राख्ने र यो जुन क्याप्चा यहाँ दिएको छ जस्ताको त्यस्तै नबिगारिकन, क्यापिटल लेटर छ भने क्यापिटल, स्मल छ भने स्मल हामीले चाहिँ यहाँ फिलअप गर्ने। र त्यसपछि चाहिँ हामीले यहाँ देख्नुहुन्छ सर्चमा गएर क्लिक गर्ने। र त्यसपछि चाहिँ हाम्रो मोबाइल नम्बर जुन दिएको छौँ यहाँ देख्न सक्नुहुन्छ। मोबाइल नम्बर पनि हाम्रो यहाँ दिएको छ। लास्टमा 624 वाला नम्बरमा ओटिपी आयो। अनि त्यो ओटिपी चाहिँ हामीले एकदमै फेरि सुरक्षित राख्नुपर्ने हुन्छ। 6 अङ्कको हुन्छ यो ओटिपी चाहिँ हामीले यहाँ त्यसपछि चाहिँ राख्नुपर्छ। र यो ओटिपी को चाहिँ समय 5 मिनेट रहेको हुन्छ। र हामीले यो ओटिपी राखिसकेपछि यहाँ भेरिफाईमा क्लिक गर्यौं भने यसरी हामीले हाम्रो नेसनल आइडी नम्बर अथवा राष्ट्रिय परिचय पत्र हामीले चाहिँ देख्न सक्छौं। र यसलाई हामी यसरी यो डाउनलोडमा क्लिक गरेर डाउनलोड गर्न सक्छौं। र त्यसपछि चाहिँ हामीले आफ्नो मोबाइलमा गएर यसलाई हेर्न सक्छौं। एकदमै सजिलो रहेको छ। यस्तै यस्तै जानकारीमूलक भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक भने अवश्य गर्नु होला। र त्यसरी डाउनलोड भइसकेको हाम्रो राष्ट्रिय परिचय पत्रलाई चाहिँ हेर्नको लागि अब हामी डाउनलोडमा जाने छौं। र डाउनलोडमा गइसकेपछि देख्नुहुनेछ यहाँनिर टपमै रहेको छ एनआइडी कार्ड भनेर।